विदेश जान्छु भनेर 10 लाख रुपियाँ दिएको एकजना दलाललाई 2 महिना भइसक्यो न पैसा फिर्दिन्छ न विदेश पठाइन्छ। केरा मिलेर केराहरू ल्याएर के गर्दिन नि भइहाल्छ नि भाइ, तेरो लागि म जे पनि गरिदिन्छु नि। बरु पैसा पो कति आउँछ मलाई? त्यसले मेरो 10 लाख रुपियाँ खाछ, 10 लाख उठाइदिनु, म 1 लाख दिन्छु। 1 लाखमा त भाइ म पैसा होइन मान्छे उठाइदिन्छु नि, मान्छे। ल इन केराहरू चल केरा। अफिसै हो दाइ। के हो? के हो मान्छे चिन्ने छ? यो भाइको पैसा खाइदिएको अनि 2 महिना भइसक्यो रे त। विदेश पनि पठाएको छैन भन्छ। के हो पैसा दिने विचार छ कि छैन? भाइ यति सानो कुरालाई नि मान्छे बोलाउनु पर्छ र? पैसा मैले दिइहाल्छु नि भाइ। ए दाइ तपाईँले पैसा दिन्छु भनेको 2 महिना भइसक्यो भाइ। भाइ 1 दिनमा गरिदिइहाल्छु नि भाइ। ए 2 दिन रे? 2 दिन कहिले आउँछ ह? अहिले चाहिँ अहिले यही अहिले निकालिहाल। म दिन्छु दाइ, दिन्छु, म अहिले दिन्छु दाइ। दाइ दिन्छु, अहिले मसँग जति छ म अहिले नै दिन्छु नि दाइ। पैसा पुरै चाहियो मलाई अहिले। दाइ यो सबै राख्नु दाइ। पैसा त ठिकै हो दाइ। ज्याकेट पो कहाँबाट लिनुभयो? बडो गजबको रहेछ त ज्याकेट त। ज्याकेट हाउसमा आएको छ नि दाइ, यो लिमिटेड स्टकमा। लिमिटेड स्टक रे? चल केटाहरू झन् छिटो छिटो सकिएला। दाइ मैले 1 लाख दिएको होइन, 1 लाख चाहिँ राख भाइ, यहाँ ज्याकेट चाहिँ सकिएला बरु। भाइ के हो अब तिमी चाहिँ किन आयो त? चल देऊ तिमी पनि अब। तिम्रो केटाहरू त गइसक्यो, अब तिम्रो के काम? के हो भाइ भनेको सुन्दैन? फ्युचरहरू यस्तो दामी छ, गर्मी हुँदाखेरि यहाँ ट्याक्कै भेन्टिलेसन राखेको छ 2 साइडमै है, एकदम आनन्दको कि विन्ड प्रुफ पनि यति मजाको छ र वाटर प्रुफ पनि यस्तो आनन्दको छ। पकेट त दाइले देखि नै हाल्नुभयो, मजाको पकेटहरू छ यसमा।